आज हामीले कृतिका नक्षत्रमा जन्म भएका व्यक्तिहरूको स्वभाव, कार्यशैली, मान सम्मान, प्रतिष्ठा कस्तो रहन्छ भन्ने विषयवस्तुलाई लिएर आइसकेका छौँ। ल हेरौँ कृतिका कस्तो नक्षत्र हो त। कृतिका नक्षत्र भन्नाले हामीले विशेष गरी यसको ग्रह सूर्यलाई र यसको अधिपति देवता हामीले अग्निलाई चिन्ने गरिन्छ। यसलाई सूर्य देवतासँग रिलेटेड अ इ उ ए कृतिका अर्थात् यो 4 अक्षरमा आउने भएको भएर यसलाई कृतिका नक्षत्र अन्तर्गत पर्ने गर्दछ र प्रथम चरणगत अन्तर्गत मेष राशि आउँदछ र बाँकी इ उ ए यो 3 चरण चाहिँ वृष राशिमा आउने गर्दछ। यदि कसैको पनि प्रथम चरणमा जन्म भएको छ भने त्यसलाई मेष राशिसँग रिलेटेड रहेको हुँदाखेरि तेजस्वी, साहसी, मान सम्मान र यो सूर्यसँग रिलेटेड नक्षत्र भएको हुनाले प्रशासनिक लिडरसिपको कार्य, राजनेताको कार्यमा भयो आदि कार्यमा चाहिँ यहाँहरूलाई अग्रणी भूमिकामा हामीले देख्न सकिन्छ। र द्वितीय चरणमा यदि कसैको पनि जन्म भएको छ त्यस्ता व्यक्ति शास्त्रज्ञाता, विख्याता, विद्याभूषण, ज्ञान कलाको क्षेत्रमा, ज्ञान विज्ञानको क्षेत्रमा र रिसर्च गर्ने क्षेत्रमा हामीले अगाडि देख्न सकिन्छ। यदि तेस्रो चरणमा जन्म भएको छ भने त्यस्ता व्यक्तिहरू सुरबहादुर, प्रशासनिक क्षेत्र भयो, पुलिस प्रशासनिक क्षेत्रमा यहाँहरूलाई हामीले अग्रणी भूमिकामा रहेको पनि देख्न सकिन्छ। र यदि चतुर्थ चरणमा जन्म भएको छ भने त्यस्ता व्यक्ति दीर्घायु, पुत्रवान, सुखी, सम्पत्ति, ऐश्वर्यवान, भोगविलासी र सबैसँग मिलेर सहयोगी भावना भएको, लिडरसिप क्वालिटी भएको हामीले देख्न सकिन्छ। ल कृतिका नक्षत्र अन्तर्गत वृष राशि पर्ने हुनाले प्राय यस्ता व्यक्तिहरू चाहिँ शुक्रसँग रिलेटिभ रहेको हुनाले सौन्दर्यप्रिय, चतुर, कविशैली, भोगविलासी र आधुनिक विलासिताका क्षेत्रमा कसरी अगाडि बढ्न सकिन्छ, कसरी माहौल बनाउन सकिन्छ, उन्नति प्रगतिको क्षेत्रमा कसरी अगाडि बढ्न सकिन्छ भनेर यहाँहरू सदा सर्वदा यहाँहरूलाई अग्रणी भूमिकामा हामीले देख्न सकिन्छ। र यहाँहरू सामूहिक क्षेत्रमा, उन्नति प्रगतिको क्षेत्रमा र सहयोगी क्षेत्रमा सबैभन्दा अगाडि पनि हामीले देख्न सकिन्छ। यदि हजुरहरूको पनि कृतिका नक्षत्र अन्तर्गत जन्म भएको छ भने यहाँहरूको लागि प्रसिद्धिको रूपमा, मान सम्मानको रूपमा, लिडरसिपको रूपमा हामीले यहाँहरूलाई सदैव अग्रणी भूमिका देख्न सकिन्छ। हस्त, धन्यवाद।